तिर धेरै बाटिलो बुहारी बुहारी के भयो तँलाई कसैले केही भन्यो र के हुनु र आफ्नो छोरालाई सोधे भनेको नि के हुनु र बच्चा पाउनलाई अस्पतालै जानुपर्छ भन्छ मेरो त टाउको खाइसके हामीले पनि तेरो बुढोलाई घरमै जन्माको के को अस्पताल सुरेनी धामी आमा छँदै छन् नि तर आमा मिना सुनसुका बहिनीले सुत्केरी हुन स्वास्थ्य संस्थानै जानुपर्छ भन्नुभएको छ नि अब पैसा सैसा छैन सुत्केरी हुने बेला भयो भने धामी सुरेनीलाई नै बोलाउँछु बस अरू मलाई केही पनि थाहा छैन अब चाहिँ हाम्रो अब दोस्रो दिन सुरु हुँदैछ र दोस्रो दिनमा चाहिँ हाम्रो भोलिपल्ट है त यसलाई भोलिपल्ट गाउँमै हो भोलि पेज नेपाल संस्थाबाट एकजना मिस गर्भवती महिला र तिनीको घरको मान्छेलाई तालिम दिन आउँदै हुनुहुन्छ है सबैजना भोलि 10 बजे हाम्रो वडा कार्यालयमा आउनु होला है माइकलाई चाहिँ नजिक लगेर बोल्नु होला है माइकलाई नजिक लगेर सानो आवाज अब चाहिँ हाम्रो काठमाडौँबाट आएको मिसहरू आउँदै हुनुहुन्छ र उहाँहरूले चाहिँ वडा कार्यालयमा चाहिँ एउटा तालिम दिएर जाँदै हुनुहुन्छ र सबैजना ध्यान दिइदिनु होला सबैजनालाई नमस्ते सबैजना सन्चै हुनुहुन्छ नि तपाईँहरूलाई थाहा नै होला म यसवटाको स्वयंसेविका मिना अनि उहाँ चाहिँ पेज नेपाल संस्थाबाट आउनुभएको मिस उहाँले चाहिँ निरन्तर रूपमा गर्भवती महिला र उहाँका घरका मान्छेहरूलाई तालिम दिँदै आउनुभएको छ आजको तालिम पनि यस विषयमा नै रहेको छ तपाईँहरूले उहाँले भनेका कुराहरू ध्यानपूर्वक सुन्नुहुनेछ र व्यवहारमा पनि उतार्नुहुनेछ भन्दै म चाहिँ उहाँलाई आफ्नो परिचय दिन अनुरोध गर्दछु सबैजनालाई नमस्ते मेरो नाम वर्षा म काठमाडौँ पेज नेपाल संस्थाबाट गर्भवती महिला र उहाँको घरको मान्छेलाई तालिम दिँदै आएकी छु र आज पनि यस वडा कार्यालयमा म यसै विषयमा नै तालिम दिनेछु र तपाईँहरूले मनमा लागेका जिज्ञासाहरू राख्न सक्नुहुन्छ है त हामीले गर्भ जाँच एएनसी अथवा गर्भवती जाँच 8 पटक र पिएनसी अथवा सुत्केरी जाँच 4 पटक अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ यसै गरी हामीले गर्भ अवस्थाको बेलामा 4 पटक अनिवार्य रूपमा भिडियो एक्सरे पनि गर्नुपर्ने हुन्छ हामीले घरमा बच्चा जन्माउँदा 4 जना आमामध्ये 1 जना आमा गुमाउँछौँ किन यसबारे चाहिँ उहाँले तपाईँहरूलाई बुझाइदिनु हुनेछ सबैभन्दा पहिले त हामीले आमा र शिशु दुवैको ज्यान बचाउनको लागि स्वास्थ्य संस्थामा नै बच्चा जन्माउनु पर्दछ र आजभोलि नेपाल सरकारले पनि निःशुल्क सुत्केरी स्वास्थ्य सेवा दिएको छ यस्तो सुविधा हुँदाहुँदै हामीले घरमा बच्चा जन्माउन उपयुक्त हुँदैन भनिन्छ नि स्वास्थ्य नै धन हो त्यसैले हामीले बच्चा स्वास्थ्य संस्थामा नै जन्माउनु पर्दछ र गर्भवती महिलाले पनि 8 पटक गर्भजाँच अनिवार्य रूपमा गर्नुपर्दछ जसमा पनि 8 पटकमा गर्भजाँच हामीले कहिले कहिले गर्छौँ त पहिलो पटकमा हामीले 12 हप्तामा गर्भजाँच गराउनु पर्दछ त्यसै गरी दोस्रो पटकमा हामीले 16 हप्तामा गर्भजाँच गराउनु पर्दछ त्यसै गरी तेस्रो पटकमा हामीले 20 देखि 24 हप्तामा गर्भजाँच गराउनु पर्ने हुन्छ र त्यसै गरी चौथो पटकमा हामीले 28 हप्तामा गर्भजाँच गराउनु पर्ने हुन्छ त्यसै गरी हामीले पाँचौं पटकमा 32 हप्तामा गर्भजाँच गराउनु पर्ने हुन्छ र त्यसै गरी छैटौं पटकमा 34 हप्तामा र सातौं पटकमा 36 हप्तामा गर्भजाँच गराउनु पर्ने हुन्छ र त्यसै गरी आठौं पटकमा 38 देखि 40 हप्तामा हामीले गर्भजाँच गराउनु पर्ने हुन्छ यति मात्र होइन आजभोलि नेपाल सरकारले त आइरन चक्की टिभी सुई सुत्केरी भत्ता जस्ता सेवाहरू पनि उपलब्ध गराएको छ तपाईँहरूले उहाँले भन्नुभएको प्रश्नमा केही जिज्ञासा प्रश्न सबै सोध्न सक्नुहुन्छ सुत्केरी पछाडि पनि चेक जाँच गराउनुपर्छ र मिस
प्रश्न गर्नुभयो सुत्केरी पछि पनि हामीले चेक जाँच 4 पटक अनिवार्य रूपमा गर्नुपर्दछ, जसमा 4 पटकमा पहिलो पटकमा हामीले 24 घण्टामा चेक जाँच गराउनु पर्ने हुन्छ र त्यसै गरी दोस्रो पटकमा हामीले 72 घण्टाभित्र चेक जाँच गराइसक्नु पर्ने हुन्छ। त्यसै गरी तेस्रो पटकमा हामीले 7 दिनमा चेक जाँच गराउनु पर्ने हुन्छ र त्यसै गरी चौथो पटकमा हामीले 6 हप्ता वा 42 दिनमा चेक जाँच गराउनु पर्ने हुन्छ। अन्य प्रश्नहरू केही छन् भने सोध्न सक्नुहुन्छ। गर्भ अवस्थाको बेलामा पनि भिडियो एक्सरे गर्नुपर्छ र मिस। हजुर, हामीले गर्भ अवस्थाको बेलामा भिडियो एक्सरे गर्न अनिवार्य रूपमा गर्नुपर्दछ। यदि हामीले गर्भ अवस्थाको बेलामा भिडियो एक्सरे गरेनौँ भने अन्य समस्याहरू पनि आउन सक्छन्, जस्तै बच्चा अपङ्गता भएको जन्मन सक्छ। त्यसैले हामीले गर्भ अवस्थाको बेलामा भिडियो एक्सरे चाहिँ अनिवार्य रूपमा गर्नुपर्दछ। भिडियो एक्सरे गर्दा पैसा तिर्नुपर्छ र मिस। हजुर, हामीले भिडियो एक्सरे गराउँदा बेला पैसा तिर्न पर्दैन, किनभने आजभोलि नेपाल सरकारले हामी जस्तो दुर्गम समुदायको लागि निःशुल्क भिडियो एक्सरे सेवा उपलब्ध गरेको छ। त्यसैले हामीले पैसा तिर्न पर्दैन। मैले अघि पनि भनेकी थिएँ, हामीले गर्भ अवस्थाको बेलामा 4 पटक अनिवार्य रूपमा भिडियो एक्सरे गर्नुपर्ने हुन्छ। 4 पटकमा पनि कहिले कहिले गर्ने त